बृहस्पतिले आफ्नो पूर्व राशि मिथुनलाई छोडेर कर्कट राशिमा प्रवेश गर्दै गर्दाखेरि 5 वटा राशि भएका व्यक्तिहरूको जीवनहरूमा भाग्य उदय प्राप्ति हुँदैछ र बृहस्पतिले साक्षात धनै धनदेखि लिएर बृहस्पतिले हरेक क्षेत्रहरूमा लाभै लाभ जीवनहरूमा सदैव प्राप्ति गर्दैछन्। एउटा भक्तिको उदय गराउनको लागि उपस्थित भइसकेका छन् करिब 5 वटा राशिलाई, जुन करिब जुन देवगुरु बृहस्पतिले आफ्नो पूर्व राशि मिथुनलाई छोडेर कर्कट राशिमा प्रवेश गर्दैछन्। जुन कार्तिकको 2 गतेबाट भने विशेष गरेर कार्तिकको 2 गतेबाट भने यी 5 वटा राशि भएका व्यक्तिहरूलाई भने विशेष गरेर लाभ रहँदैछ। हरेक क्षेत्रहरूमा यिनीहरूले सफलता प्राप्ति गर्दैछन्। हाम्रो जीवनलाई एउटा सफल बनाउने, एउटा सार्थक बनाउने एउटा अभिभार अनि जुन एउटा संकल्प लिएर अगाडि बढिरहेको हाम्रो शरीरहरूमा देव भक्तिको एउटा भावलाई जागृत गर्ने एउटा ग्रहको रूपमा हामीले बृहस्पतिलाई लिने गर्दछौं। जुनसुकै व्यक्तिहरू एउटा कुनै पदमा गएर सम्मानित रहन्छन् भने उसको जीवनमा बृहस्पतिको प्रभाव रहने गर्दछ। देव भक्ति, देव कृपा, पितृ आशीर्वादको हरेक क्षेत्रहरूमा जुन हामीले भज्ने, जुन जप्ने मन्त्रदेखि लिएर भज्ने देवी देवताहरूका एउटा कारकको रूपमा लिने देवगुरु बृहस्पतिले भने 5 राशिहरूलाई भने विशेष गरेर साक्षात शुभ फल प्राप्ति हुँदैछन्। नवीनतम भक्तिको उदय भने करिब 5 वटा राशि भएका व्यक्तिहरूलाई प्राप्ति हुँदैछ। ती 5 वटा कुन राशि रहेका छन् त जसलाई साक्षात देवगुरु बृहस्पतिको शुभ आशीर्वाद, शुभ कृपा प्राप्ति हुँदैछ त ती राशिहरूलाई सुरु गर्नुभन्दा पूर्व तपाईँ यो च्यानलमा यदि तपाईँ नयाँ हुनुहुन्छ भने अवश्य सब्स्क्राइब गर्न नभुल्नुहोला र साथसाथै च्यानलमा यदि नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला र भिडियोलाई एक लाइक अवश्य गर्न नभुल्नुहोला र कमेन्ट बक्समा ओम गुरवे नमः भनेर पनि विशेष गरेर लेख्न नभुल्नुहोला, जसले तपाईलाई देवगुरु बृहस्पतिको साक्षात शुभ आशीर्वाद, शुभ कृपा अवश्य प्राप्ति भइरहने गर्दछ। र सबैभन्दा पहिले केही देवगुरु बृहस्पतिको बारेमा केही चर्चा परिचर्चा हामी अगाडि बढौं। देवगुरु बृहस्पति भने हाम्रो जन्म कुण्डलीमा होस् चाहे जन्म चिन्हमा होस्, जब शुभ रहन्छन् भने हाम्रो जीवनहरूमा भने सन्तान सुखहरू, प्रेम सुखहरू र त्यस्तै गरेर हाम्रो कुलको आशीर्वादहरू सदैव बनिरहने गर्दछ। किनकि हाम्रो जीवनमा सबैभन्दा ठूलो सुख भनेको सन्तान सुख हो। यो सन्तान सुख प्राप्ति गर्नको लागि पनि देवगुरु बृहस्पति शुभ रहनुपर्ने हुने गर्दछ। जसले एउटा स्त्री भएर जन्म लिइसकेपछि एउटा माताको कोख भनेर जब खाली रहन्छ भने त्यो भन्दा ठूलो दुःख केही पनि रहँदैन। र केही विशेष गरेर त्यस्ता योगहरू पनि विशेष गरेर बन्दछन् जसको प्रभाव पनि रहने गर्दछ भने मुख्यतया देवगुरु बृहस्पति कमजोर हुनु भनेको एउटा मूल पाटो हो। र अब तपाईले बुझिसक्नुभयो देवगुरु यदि बृहस्पति यदि शुभ बनेनन्, अशुभ रहेका छन् भने कस्तोसम्म हामीलाई पीडा रहने गर्दछ त। र अब कुन राशिहरूलाई विशेष गरेर शुभ अनि लाभ प्राप्ति हुँदैछ त विशेष गरेर म बताउँदैछु। जुन सबैभन्दा पहिलो राशि रहेको छ मिथुन राशि। मिथुन राशि हुने महानुभाव अनि व्यक्तित्वहरूका लागि भने धन, अन्न र भौतिक संरचनाहरूको हरेक क्षेत्रहरूबाट लाभ प्राप्ति हुँदैछ। धन आदिहरूको विशेष गरेर लाभ प्राप्ति हुँदैछ। जुन मिथुन राशि भएका व्यक्तिहरूलाई नवीनतम एउटा ज्ञान, नवीनतम विचार र नवीनतम एउटा शक्तिले एउटा जागृत गर्ने र व्यक्तिहरूलाई एउटा ऊर्जावान, ज्ञानवान बनाउने एउटा राशिको रूपमा पनि विशेष गरेर मिथुन राशिलाई लिने गर्दछ। र मिथुन राशिलाई पनि विशेष गरेर देवगुरु बृहस्पतिको एउटा राशि परिवर्तन भनेको एकदम लाभकारी सिद्ध हुनेछ। लाभकारी शुभ रहेको छ, अत्यन्त लाभकारी रहेको छ जुन मिथुन राशिलाई। र तपाईको पनि मिथुन राशि हो भने देवगुरु बृहस्पति यदि तपाईका बलवान छन् भने अवश्य तपाईलाई भने एउटा सुखी बनाउने गर्दछ, समृद्धि बनाउने गर्दछ। विशेष गरेर जीवनहरूमा एउटा भक्तिको उदय, भक्तिको मार्गतिर तपाईलाई जागृत गरेर तपाईलाई अगाडि बढ्नको लागि उत्साह र उत्प्रेरणा भने अवश्य जागृत गर्नेछ। जुन दोस्रो राशि रहेको छ मित्रानी महानुभावहरू, जुन राशि रहेको छ जुन कन्या राशि। कन्या राशि भएका व्यक्तिहरूले पनि सुख प्राप्ति गर्दैछन् है। तपाईको जीवनमा भएका जो जति पीडाहरू भए, जो जति घटनाक्रमहरू भए, जो जति दुःख भए, क्लेशहरू भयो, अब त्यसलाई अब विदाई गरेर तपाईले अब जुन सुख अनि आनन्दसँग तपाईले आफ्नो जीवनलाई व्यतीत गर्न सक्नुहुनेछ। र त्यस्तै गरेर तपाईको एउटा कार्य जुन गरिरहेको एउटा कार्य क्षेत्रहरूबाट पनि तपाईलाई लाभ प्राप्ति र हरेक क्षेत्रहरूबाट उन्नति र सफलता प्रदायक समय भने तपाईको लागि सिद्ध हुँदैछ अथवा देवगुरु बृहस्पतिले प्रदान गर्दैछन्। अत्यन्त सुखको समय रहिरहेको छ जुन कन्या राशि भएका व्यक्तिलाई। अब विचार गरौं जुन तेस्रो जुन राशि रहेको छ वृश्चिक राशि। वृश्चिक राशि हुने महानुभावहरूका लागि पनि सुखम सुमानम भन्ने फल रहेको छ। अवश्य तपाईलाई एउटा कुनै ठाउँहरूमा सम्मानित प्राप्ति गर्न सक्दछ, पढाइ लेखाइ राम्रो हुन सक्दछ, एउटा भौतिक
आध्यात्मिक जगतहरुमा एउटा चिनिने शुभ अवसर प्राप्ति रहन सक्दछ। सधैँ एउटा गाउँमा बसिरहेको व्यक्तिले एउटा शहरको एउटा अनुभवहरूलाई गर्न सक्ने स्थिति भए जस्तै गरेर सधैँ दुखमा डुबुल्की लगाइरहेको व्यक्तिलाई अब सुखमा रूपान्तरित हुन पनि तपाईलाई अवश्य सिकाइरहेको छ अथवा बल प्रदान गरिरहेका छन्। जुन यो देवगुरु बृहस्पति भने एउटा सत्कृति प्रदान गर्ने, सद्ज्ञान प्राप्ति गर्ने र जीवनहरुमा एउटा ज्ञानवान बनाउने, व्यक्तिहरूलाई विद्वान बनाउने, व्यक्तिहरूलाई धनवान बनाउने, व्यक्तिहरूलाई कीर्तिमान बनाउने ग्रहले तपाईलाई भने विशेष गरेर मान सम्मानहरु र पद प्रतिष्ठाहरुबाट तपाईलाई सुसज्जित बनाएर तपाईलाई अगाडि बढाउँदैछन्। जुन वृश्चिक राशि भएका व्यक्तिलाई अत्यन्त शुभ रहेको छ। देवगुरु बृहस्पति एकदम दाहिना भएका छन्। जुन वृश्चिक राशि भएका व्यक्ति अनि महानुभावहरुको लागि केवल मैले भनेको होइन है मित्र अनि महानुभावहरु, र तपाईको अगाडि मैले शास्त्र प्रमाणहरुलाई विशेष गरेर मैले यहाँबाट राखेको हुँ। जुन तपाईहरुले यहाँ पनि देख्न सक्नुहुन्छ तोयनाथ पञ्चाङ्गबाट मैले विशेष गरेर त्यो जुन रव्यादि ग्रहणम जन्म भाव गोचर फल जुन बोधय ज्ञान नाया चक्रमबाट भने विशेष गरेर मैले यो तपाईहरुलाई यहाँ प्रस्तुत गर्दै गरेको छु। केवल मैले मात्रै भनेको होइन है मित्र अनि महानुभावहरु, शास्त्रले भनेको कुरालाई म जस्ताको तस्तै तपाईलाई धेरै म चिल्लो लगाएर तपाईलाई खुशी बनाउन पनि चाहदिन। तपाईको जीवनहरुमा जे घट्दैछ, जस्तो फल प्राप्ति हुँदैछ त्यो सम्पूर्ण कुराहरुलाई जुन त्यही हिसाबले मैले बताउन मात्रै प्रयास गरेको हुँ। त्यसैले वृश्चिक राशि भएका व्यक्तिलाई पनि एउटा सुनौलो बिहानी भने जस्तै गरेर सुनौलो समय आउँदैछ अथवा सुखी समय व्यतीतहरु गर्दैछन् भन्ने कुरा पनि विशेष गरेर रहेको छ। जुन वृश्चिक राशि भएका व्यक्तिलाई विचार गर्नु जुन चौथो जुन राशि रहेको छ मकर राशि। मकर राशिका पनि अब दिन फेरिँदैछन्। उता सूर्यनारायणको शुभ फल प्राप्ति पनि हुँदैछ भने यता बृहस्पतिले पनि राशि परिवर्तन गरेर शुभ फल प्राप्ति गर्दैछन्। यो जुन तपाईलाई भने एउटा शुभ समय हो, यो भन्यो प्रतिष्ठा प्राप्ति गर्ने समय हो, यो समय भनेको तपाईले जीवनमा प्रगति गर्न सक्ने समय हो, यो समय भनेको एउटा जीवनमा एउटा घर जोड्ने समय हो, यो समय भनेको एउटा जीवनमा एउटा सन्तान सुख प्राप्ति गर्न सक्ने समय हो, यो समय भनेको हरेक क्षेत्रहरुबाट सुखलाई बटुलेर अथवा दुःखलाई भने निचोरेर साइड अनि किनारा लगाउने समय पनि विशेष गरेर हो। त्यसैले मकर राशिको चारैतिरहरुबाट चौतर्फी विजय, चौतर्फी लाभ र चौतर्फी शुभ फल प्राप्ति गर्ने विशेष शुभ योगहरु पनि विशेष गरेर बनिरहेको छ मकर राशि भएका व्यक्ति अनि महानुभावहरुका लागि। अनि पाँचौं अनि अन्तिम जुन राशि रहेको छ मीन राशि। मीन राशिलाई त अवश्य सन्तान सुख प्राप्ति हुन्छ भनेर भनिएको छ। विद्याहरुबाट पनि विशेष गरी यिनीहरु राम्रो गर्दछन्, चमत्कार हुन्छ, यिनीहरुले लाभ प्राप्ति गर्दछन् भनेर भनिएको छ र यिनीहरुको हरेक क्षेत्रहरुमा लाभ अनि हरेक क्षेत्रहरुबाट सुखको अनुभूति, सुखको उदय गराउन सक्ने र साथसाथै व्यक्तिलाई एउटा विद्वान बनाउने, व्यक्तिलाई एउटा गुणवान बनाउने र व्यक्तिहरुलाई एउटा जुन एउटा कला कौशलता र हौसलाले उत्प्रेरित गरेर अथवा नयाँ कुराहरुलाई एउटा जुन अनुसन्धान गर्नको लागि एउटा जागृति गर्ने र उत्प्रेरणा जाग्ने समयको रूपमा पनि विशेष गरेर लिइरहेको छ। पढाइ लेखाइ र त्यस्तै गरेर प्रेमसँग जोडिएका र आफ्नो वैवाहिक क्षेत्रहरुसँग जोडिएका क्षेत्रहरुबाट पनि तपाईलाई लाभ प्राप्ति हुने र जीवनहरुमा सुखको अनुभूति र सुखको आनन्दहरुलाई एउटा उम्ल्याएर तपाईको जीवनलाई सुखी अनि खुशी तुल्याउन सक्ने शुभ समयको रूपमा पनि विशेष गरेर रहिरहेको छ। जुन मीन राशिलाई अत्यन्त लाभको समय रहेको छ। त्यसैले यी मैले बनेका अथवा बताइएका यी राशिहरुमा यदि तपाई पनि पर्नुहुन्छ भने तपाई एकदम भाग्यवान हुनुहुन्छ। भाग्यभन्दा पनि तपाईले सौभाग्यले युक्त हुनुहुन्छ। जीवनहरुमा शुभ हुँदैछ, सफलता हुँदैछ। त्यसैले आफ्नो लक्ष्य कहिल्यै पनि भेदन नगर्नु, ठूलो लक्ष्यलाई अगाडि बढाउनु, ठूलो लक्ष्य लिनु अथवा मैले त्यो कदम त्यो पदसम्म प्राप्ति गर्न नसके पनि त्यही नजिकको पदसम्म तपाई अवश्य प्राप्ति गर्नु हुनेछ। त्यसैले उडी छुनु चन्द्र एक भनेर भनिएको छ नि, म यो चन्द्रमालाई पनि छुन सक्छु भन्ने एउटा हिम्मत लिएर गयो भने त्यहाँ नपुगे पनि केही तहसम्म त पुग्दछ भनेर भनिएको छ। त्यसैले यो कुरालाई मैले भनेको कुरालाई विशेष गरेर मध्यनजर गर्नुहोला, आत्मसात गर्नुहोला। अवश्य तपाईको जीवनहरुमा बृहस्पतिले भक्तिको उदय र शक्तिको उदय अवश्य प्रदान